अखिल क्रान्तिकारी र संयुक्त विद्यार्थी आन्दोलनको तर्फबाट न्यानो क्रान्तिकारी अभिवादन टोक्राउन चाहन्छु, स्वीकार्नुहोला। तपाईँ हामी सबैलाई थाहा छ, यहाँ साथीहरूले पनि राख्नुभयो, विद्यार्थी सङ्गठनमाथिको प्रतिबन्ध, विद्यार्थी सङ्गठनमाथिको प्रतिबन्ध विद्यार्थीको आवाजमाथिको प्रतिबन्ध मात्र होइन। त्यो प्रतिबन्ध नेपालका चाहिँ मजदुरहरू, नेपालका किसानहरू, नेपालको राष्ट्रियता र नेपालका सबै जनताका अधिकारमाथिको प्रतिबन्धको रूपमा हामीले लिएका छौँ। त्यसो भएको हुनाले जसरी बालेन सरकारले प्रतिबन्धको चाहिँ यहाँ कुरा गरेको छ, हामी सुनिराखेका छौँ। सरकारको हरकत र हकीकत हामीले देखिराखेका छौँ। जसरी यो सरकारको सुरुवात भएको छ, यसले सुशासनको चाहिँ नारा अन्तर्गत विद्यार्थीलाई प्रतिबन्धको कुरा गरेको छ। तर अहिलेसम्म यिनीहरूलाई सुशासन आफूले भनेका थिए, यिनीहरूले कि आफ्नो सम्पत्ति सरकारमा नजाँदै सार्वजनिक गर्ने, खै बालेनले चाहिँ आफ्नो सम्पत्ति र बालेनका मन्त्रीमण्डलका मान्छेहरूले आफ्नो सम्पत्ति सार्वजनिक गरेको के यही सुशासन हो? र यिनीहरूले सुशासनको नारा दिएर नेपालको विद्यार्थी आन्दोलनलाई पढाउन खोजिराखेका छन्। र हामी यिनीहरूलाई भन्न चाहन्छौँ नेपालको विद्यार्थी आन्दोलनको इतिहास राम्रोसँग पढ, नेपालको वर्तमान पनि राम्रोसँग पढ र नेपालको भविष्यमा नेपालको विद्यार्थी आन्दोलनको आवश्यकता छ कि छैन तिमीहरू राम्रोसँग सोच विचार गर। त्यसो गरिएन भने तिमीहरूलाई सडकमा ल्याएर घिसारेर फेरि नेपालको विद्यार्थी आन्दोलनले क ख ग पढाए जसरी विद्यार्थी आन्दोलनको इतिहास पढाउन नपरोस्, यो चेतावनी हामी दिन चाहन्छौँ। हामी यो पत्रकार सम्मेलन यहाँ गर्दैछौँ। यो पत्रकार सम्मेलन यो ठाउँमा गर्नुको अर्थ यहाँ कार्यक्रमको घोषणा गर्नुको अर्थ मात्र होइन। यो ठाउँमा उम्बिएर, यो माटोमा उम्बिएर यो पत्रकार सम्मेलन गर्नुको अर्थ बलिदान दिने प्रतिबद्धता गर्नु पनि हो। हामी यहाँ कार्यक्रम मात्रै घोषणा गरिराखेका छैनौँ। नेपालको विद्यार्थी आन्दोलनको लागि आवश्यक पऱ्यो भने हामी बलिदान दिन तयार छौँ भन्ने कुरा पनि हामी यो माटोबाट घोषणा गर्दछौँ। त्यसो भएको हुनाले तपाईँ हामी सबैलाई थाहा छ, आज सबैलाई थाहा छ यो बालेन चाहिँ यही काठमाडौँको मेयर हुँदाखेरि महानगरभित्रका कुन सरकारी स्कुल छ जसले चाहिँ शुल्क लिँदैन? के बालेनले यसको जवाब दिन सक्छ? आज चाहिँ काम कुरो एकातिर कुम्लोबुकी ठिमीतिर चाहिँ गरिराखेका छन्। हामीले भन्यौँ नेपालका सार्वजनिक विद्यालयहरू आज कुनै पनि त्यस्तो विद्यालय छैन। आज सामुदायिक विद्यालयहरू कुनै पनि त्यस्तो विद्यालय छैन। आज कुनै पनि सरकारी विश्वविद्यालयका क्याम्पसहरू छैन जहाँ चाहिँ चर्को शुल्क लिँदैन। ध्यान दिनुपर्ने त्यता होइन, तर चाहिँ आज विद्यार्थी आन्दोलनलाई बदनामित गर्ने गरी जे सोचिएको छ, यो निर्णय कागजमा लेखिएको निर्णय सडकबाट हामीले खारेज गर्छौँ। त्यति मात्र होइन, जसरी हिजो पञ्चायत खारेज भएको छ, राणाहरू खारेज भएका छन् र निरङ्कुश राजतन्त्र खारेज भएको छ, त्यसरी बालेनको घण्टी सरकार पनि फेरि नेपालको विद्यार्थी आन्दोलनले खारेज गर्छ भन्ने कुरा पनि बुझ्न जरुरी छ। त्यसो भएको हुनाले हामीले सुन्यौँ विद्यार्थी आन्दोलनलाई बदनामित गराइएको छ, केही एक दुईवटा घटनाहरू क्याम्पसमा राजनीति गर्नु हुँदैन भनेर हामीले सुन्यौँ। विद्यार्थी आन्दोलन त्यसो भएको हाम्रो कुरा के छ भने कि हामीले जुन आन्दोलनका घोषणा गरेका छौँ, यो आन्दोलनको घोषणा मात्र होइन, हामी टाउकोमा कफन बाँधेर लाग्नुपर्ने छ। र हाम्रो कुरा स्पष्ट छ। हामीले भन्यौँ
कि हामी कलम बोक्न चाहन्छौँ, हामी कापी बोक्न चाहन्छौँ। नेपालका विद्यार्थीहरू चाहँदैनन् कि फेरि एक हातमा कलम र अर्को हातमा बन्दुक बोक्ने नेपालका विद्यार्थीहरूको चाहना छैन। तर त्यो चाहनाका विपरीत पनि यो तथाकथित बालेन सरकारले होइन तिमीहरू कलम बोक्न पाउँदैन, बन्दुकै बोक्नुपर्छ भने नेपालको इतिहासमा विद्यार्थी आन्दोलनभित्र बन्दुक चलाउन जान्ने विद्यार्थी सङ्गठन पनि छ भन्ने कुराको चेतावनी तपाईँहरूलाई दिँदै र यो कार्यक्रममा सबै साथीहरू हामी टाउकोमा कफन बाँधेर मुक्ति र मृत्युको लडाईँको रूपमा यसलाई लिँदै अगाडि बढ्न जरुरी छ भन्ने कुरा राख्दै मेरो आफ्नो यही विषयवस्तु यहीँ टुङ्ग्याउँछु। हस्त, अभिवादन, नमस्कार, जय नेपाल, लाल सलाम।